हेर्नुहोस् है साथीहरू, गोर्खे हाट त सबैजनाको गाउँ गाउँमा है बिहिबारे हाट लाग्छ। यहाँ दार्जिलिङमा पनि यो गोर्खे हाट हिजो बिहिबार लागेको। अनि यसरी यो गोर्खे हाटमा चाहिँ सबै अर्ग्यानिक भनेर बेचिन्छ। यति बिना राम्रो राम्रो हामीले खोजिरहनु पर्दैन। अरू बेला हामीले जुन चाहिँ सागसब्जीहरू, जुन चाहिँ चाहिने फुलहरू, फ्रुट्सहरू अरू बेला हामीले खोजी खोजी किनेर खान्छौँ नि। तर गोर्खे हाटमा चाहिँ हामीलाई कुन चाहिँ साइडमा कुन चाहिँ आइटम छ त्यो हामीलाई सबै थाहा भइसकेको छ। त्यसै कारणले गर्दा यस्तो भिडको साथमा चलिरहेको छ। तर पनि हामीलाई कुन चाहिँ साइडमा कुन चाहिँ सामान पाउँछ, कुन चाहिँ आइटम पाउँछ त्यो टक 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 थाहा भइसकेको छ। हजुरहरूलाई पनि त्यस्तै होला नि त है। आफ्नो आफ्नो एरियामा कता गोर्खे हाट लाग्छ, कता गोर्खे मेला लाग्छ, त्यहाँ चाहिँ कुन चाहिँ साइडमा कुन चाहिँ है सामान पाउँछ, त्यो सबै हामी सबैलाई थाहा भएकै कुरा हो है। यसरी कसै भारी बोकेर हिँडिरहेको छ, कसै सपिङ गरिरहनु भएको छ। अहिले त यो फ्लोर पनि एकदमै राम्रो भएको छ बनाएर। अस्तिसम्म त कस्तो क्याच 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 हिलो हुन्थ्यो, पानी पर्दाखेरि पनि भत्की गएको थियो। अहिले त्यो फ्लोर पनि बनाएर एकदमै राम्रो देख्ने भएको छ। अनि घाम पनि लागिरहेछ, दृश्य एकदमै राम्रो रमाइलो भइरहेको छ। एकदमै आफ्नो हातले बुनेको है, आफ्नो हातले बनाइएको सबै सामानहरू यो बिहिबारको दिन चाहिँ आफ्नो आफ्नो कलाहरू पनि मान्छेहरूले देखाएर यहाँ आफ्नो कला अनुसारको सामानहरू बेच्ने गर्नुहुन्छ। यहाँ हेर्नुहोस् न, भाँडाकुँडाहरू पनि कति राम्रो रमाइलो न रमाइलो झिलिमिली परेको है। सजाउँ मन लाग्दो। मैले पनि एउटा भाँडा किनेर लिएर आएँ सजाउनुको लागि। यस्तो भाँडा त हुनु त मेरोमा थुप्रै छ। मैले त कति बाँडिदिउँ सकेको छु, कति स्याहार्नु पनि सकेको छैन। तर पनि रहर लाग्छ हामी छोरी मान्छेलाई होस् या छोरा मान्छेलाई है, भाँडाकुँडाहरू साह्रै रहर लाग्छ सजाउनु। अनि हेर्नुहोस् न, मान्छेहरू के साह्रो यो उकालो र ओह्रालोमा त झन् यति बिना भिड हुन्छ, यति बिना भिड हुन्छ कि सास फेर्नु पनि उकुस पुस होला जस्तो हुन्छ कोही बेला त। अनि यहाँनिर हाम्रो चिनाजाना भाइहरूलाई पनि हामीले भेट्यौँ। एकअर्कामा हामीले जयमेसी आदान प्रदान गऱ्यौँ। अनि बाई भन्दै हामी फेरि आफ्नो आफ्नो के सामानहरू किन्नुपर्ने छ त्यो सामानहरू हामी खोज्दै 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 यहाँ गोर्खे हाट हामी घुमिरहेका छौँ। यसरी कसैले सेलरोटी पनि पोलेर तातो तातो सेलरोटी छाइ पोल्दै बेच्नु हुँदैछ। कसैले आलु मिमी बेच्नु हुँदैछ, कसैले चाट, कसैले मोमो, कसैले ढेँडो है। ढेँडो चाहिँ साह्रै मिठो छ, यस्तो स्वादिष्ट ढेँडो पाइन्छ कि यहाँ गोर्खे हाटमा। ढेँडो खानुको लागि चाहिँ म चाहिँ जसरी पनि आउँछु। ढेँडो र पारे कुखुराको सुप अनि खसीको कर्ची मर्ची यस्तो मिठो लाग्छ। ढेँडो मखमखमा घिउको सेन्ट आइरहेको हुन्छ है। सेन्ट घिउको चाहिँ यस्तो मिठो बासना आइरहेको हुन्छ। तातो तातो ढेँडो बनाउनु पनि जान्दिनँ हामी त है, म त बनाउनु पनि जान्दिनँ। तर यहाँको ढेँडो खानु चाहिँ साह्रै मजा लाग्छ। यसरी कसैले सब्जीहरू पनि बेचिरहनु भएको छ। पाहाडे हर्दी भन्छ है, एकदमै घरमा बनाएको हर्दी। कसैले घरमा बनाएको खानेकुराहरू बनाएर पनि बेच्नुहुन्छ। यो दिन चाहिँ हामी एकदमै पाहाडे कुखुरा मतलब लोकल कुखुराहरू पनि सजिलैसँगले सस्तै रूपमा किनेर खान्छौँ। अनि खसीको मासु पनि यो दिन पाइन्छ। भैँसीको सुकुटी होस् या गोरुको सुकुटी होस्, सबै सुकेको मासुहरू पनि यहाँ पाइन्छ बिहिबारे हाटमा। अनि यस्तो मजा आउँछ त्यो दिन चाहिँ है हामीलाई। किन मजा आउँछ भन्नुहोस् त, यसरी डुलेर घुमेर सबै हेरेर नै हामी थाकिसकेको हुन्छौँ। त्यसै कारणले गर्दा लास्टमा चाहिँ ढेँडो खानु, अन्त आलु मिमी खानु र चाट खानु यस्तो मजा आउँछ। कसै कसै ठाउँमा त केकहरू पनि आफ्नै हातले बनाएर बर्थडे केकहरू पनि बेचिरहनु भएको हुन्छ। यहाँ सब्जीहरू पनि आफ्नै हातले रोपेर एकदमै राम्रो अर्ग्यानिक सब्जीहरू पनि बेच्नुहुन्छ। अनि कसैले तितिरीको अचार पनि बनाएर बेच्नुहुन्छ, कसैले जाम बनाएर पनि ल्याएर बेच्नुहुन्छ। यसरी आफ्नो आफ्नो टाइपले उहाँहरूले बिजनेस गरेर आफ्नो घर गृहस्थी पनि चलाउनुहुन्छ।